कल्पना गर्नुहोस्, इलेक्ट्रिक कार चार्ज गर्न अब पेट्रोल हाल्न जत्तिकै समय लाग्छ। हो, BYDले यस्तो चार्जिङ सिस्टम ल्याएको छ जसले 5 मिनेटमै 400 किलोमिटर रेन्ज दिन्छ। यो टेस्लाको सुपरचार्जरभन्दा 2 गुणा छिटो हो। यसको सिक्रेट के हो त? BYDको नयाँ सुपर ई प्लेटफर्म। यो चार्जरले दिन्छ 1000 किलोवाट पावर, अर्थात् मेगावाट लेभल चार्जिङ। EV वर्ल्डमा यस्तो स्पिड पहिले कहिल्यै देखेको थिएन। BYDका फाउन्डर वाङचङ फूले भन्छन्, इलेक्ट्रिक कार चार्ज गर्नु पेट्रोल कारमा फ्युल भरे जस्तो फिल हुनुपर्छ। र लाग्छ उनले त्यो सपना पुरा गरिसके। अझ इन्ट्रेस्टिङ कुरा के छ भने BYDले चाइनाभरि 4000 भन्दा बढी अल्ट्रा फास्ट चार्जिङ स्टेसन्स बनाउँदैछ, ताकि यो टेक्नोलोजी कागजमै सीमित नरहोस्। यो फास्ट चार्जिङ टेक्नोलोजी पहिलोपटक देखिनेछ हाङ-यल सेडान र टाङ-यल SUVमा, जसको प्राइस करिब $37,000 हुनेछ। साँचो कुरा के हो भने चार्जिङ स्पिड नै आजसम्म इलेक्ट्रिक कार नकिन्ने सबैभन्दा ठुलो कारण थियो, तर अब यो बेरियर छिटै इतिहास बन्न सक्छ। EV फ्युचर अब धेरै टाढा छैन। आजका लागि यति नै। भेटौँला अर्को भिडियोमा। टिल देन, किप लर्निङ।